साउन्ड यहाँबाट साउन्ड कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है सबजनाले। अनि यसको प्राइस पनि कमेन्ट गरिदिनु होला कति नै पर्यो। अनि सो हेलो नमस्ते सबैजनालाई, अब तपाईँ सबै सन्चै हुनुहुन्छ, हामी पनि सन्चै नै छौँ। सो गाइस चाहिँ म फेरि पनि आइसकेँ युट्युबमा। सो त्यो सबजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला, साथीभाइहरूलाई पनि सेयर हान्नु होला। सो त्यही भन्न चाहन्छु चाहिँ अनबक्सिङ भिडियो हो। सो त्यो सबजना सो त्यो नै गाइस चाहिँ सो धेरै समयको प्रतीक्षापछि सो मेरो हातमा यो आइसकेको छ, यो माइक्रोफोन। अनि यो मलाई एकदमै आवश्यकता थियो। सो त्यो चाहिँ बाहिरबाटको डिजिटेक अनि वायरलेस माइक यो चाहिँ DWM 118 है त। अनि त्यसमा लाग्यो आउन चाहिँ। अनि आउनु त धेरै अगाडि आएको थियो कि अब भिडियो सिडियो बनाउनु पाएन, यस्तै त अनि यार है र। अनि त्यही त मलाई अति नै आवश्यकता थियो। सो त्यो थ्याङ्क यू सो मच मेरो मामाजीलाई, मेरो मामाले चाहिँ यो पठाइदिनु भएको है। अनि त्यो एकदमै माया छ सबैजनालाई। अनि दर्शकहरूलाई झन् धेरै माया छ भन्न चाहन्छु मैले चाहिँ। सो यसको आज अनबक्सिङ भिडियो हेरिदिउँ के कस्तो छ। सब म यसलाई युज गरेर अनि त्यस पछाडि म तपाईँहरूलाई भन्नेछु। बाहिर प्याक गरेको थियो अनि मैले खोलेर हेरेको त्यो हेरौँ के छ योभित्र है, गजबसँग हेरौँ। सो फाइनल्ली गाइज चट्ट लगाएर यस्तो छ यहाँ चाहिँ। अनि त्यस पछाडि यहाँ के छ सब हेरिदिउँ। सो त्यो गाइज यो चाहिँ दुईवटा माइक छ। माइक के भन्छन् यो नोइज हो नलाग्यो होला, या हावाको के भन्छ यो हो। अनि त्यसरी ओटिजी दुईवटा ओटिजी हुने रहेछ है। यो आइफोनको लागि यो सी टाइप छ। त्यस पछाडि यो चाहिँ चार्जर होला, सी टाइप चार्जर नै। अनि यो चाहिँ क्यामेरामा युज गर्दाखेरि यो त्यो एकदम यस्तो छ यो। त्यो गाइस यति हेरौँ न के छ। गरिसकेँ यस्तो छ क्या, यस्तो छ तपाईँले देख्न सक्नुहुन्छ चट्ट लगाएर। डिजिटेक उल्टो देखियो होला, मैले फ्रन्ट क्यामेराबाट भिडियो बनाएको छु त्यही भएर उल्टो देखियो। सो त्यो अनि यहाँ चाहिँ यस्तो बक्स छ चट्ट लगाएर यस्तो छ यहाँभित्र तीनवटा। यो चाहिँ मोबाइलमा राख्ने होला ओटिजीसँग। अनि त्यसरी यहाँ चाहिँ दुईवटा माइक छ क्या। यो मैले युज गरेको देखाउने छु कस्तो देखिन्छ। सो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। कस्तो लाग्छ यसो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है। यसमा फेरि यो पनि हुन्छ क्या चमक, यो निकाल्ने यस्तरी लाउने, यो निकाल्ने लाउने। सो यसको प्राइस चाहिँ कति पऱ्यो होला कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है सबजनाले। सो हेलो एभ्रिवान, वेलकम ब्याक टु माई है न्यू भिडियो है। सबलाई स्वागत छ हाम्रो भिडियोमा। टक्क लगाएर माइक पनि आइसक्यो। साउन्ड कस्तो लागिरहेको छ है, मैले त अब एडिट गर्दाखेरि सुन्नुपर्ने हुन्छ। तपाईँ भिडियो हेर्दै हुनुहुन्छ भने कस्तो साउन्ड लाग्यो यसो कमेन्ट बक्समा कमेन्ट हानिदिनु होला। हुनुहुन्छ है जे होस्, अलि रेगुलर भिडियो बनाऊँ भनेको अलिकति लाइक हुन्छ नि, अलिकति या हुन्छ टाइमै मिल्दैन के हुन्छ। सो त्यो गाइस यस्तो बिस्तारै अब चाहिँ भिडियो जो आइरहेको छ। सबजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि एकदम माया पनि गरिदिनु होला। अनि त्यही हो, हजुरहरूले जति नै माया गरिदिनु उति नै भिडियो पेल्ने मन लाग्छ। अनि एकदम जे होस् रमाइलै छ। सो गाइज जाँदा एउटा कुरा, आज चाहिँ नेपालमा आज चाहिँ
प्रतिनिधि सभाको इलेक्सन हुँदैछ है, तपाईँलाई पनि थाहा होला। आज फागुन 21 के हो गाइस, फागुन 21 प्रतिनिधि सभाको इलेक्सन हुँदैछ। सो त्यो आई होप तपाईँले राम्रै मान्छेलाई भोट हाल्नुभयो होला भन्ने मलाई लागिरहेछ। सो त्यो मेरो त भोटर आइडी थिएन, अनि हामी चाहिँ यहाँ नगएको चट्ट लाएर कोठामा बसिदिएको। सो त्यो सबैलाई माया छ गाइस। यसमा चाहिँ मैले नथाहा भएको के तिनवटा मुडसम्म हुँदैछ, तिनवटा मुड हुँदैछ। अनि त्यस पछाडि चेन्ज गर्ने पनि हुँदैछ क्या, यस्तो होला सायद है। यो चाहिँ नोइज रिडक्सनवाला होला। अनि त्यस पछाडि यो चाहिँ कस्तो आइरहेछ अहिले होइन, एकदम पुरै डिजे टाइपको, अलि बोम बोम टाइपको होला नि होइन, एकदम बवाल छ नि साउन्ड चाहिँ। कि कस्तो लाग्यो यसको साउन्ड, यहाँबाट साउन्ड कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला है सबजनाले। अनि यसको प्राइस पनि कमेन्ट गरिदिनु होला कति नै पर्यो। अनि सधैँ गाइज है।